दिन पनि यो देशमा टिक्न सक्दैनन्। देश कसरी बनाइन्छ, देशमा दलालहरूलाई कसरी लखेटिन्छ हामीले सिकाउनेछौँ। खेल यही हो, यही राजनीतिक खेल खेल्नेछौँ। मैदान यही रहन्छ, यही मैदानमा हामी पनि खेल्नेछौँ। नियम यही रहनेछ, यही नियममा हामी पनि खेल्नेछौँ। तर खेलाडी मात्र परिवर्तन हुन्छ र त्यो गोलको साइड चाहिँ फरक छ। त्यो जनताको पक्षमा त्यो गोल हानिन्छ। हामी देखाउँछौँ देशको राजनीति कसरी परिवर्तन गर्न सकिन्छ, देशमा विकास कसरी गर्न सकिन्छ त्यो हामी देखाउँछौँ। अहिलेका पुस्ता दलाल बन्न चाहँदैनन्। अहिलेका पुस्ता देशभक्त छन्। जो मान्छे देशप्रति माया गर्न सक्दैन त्यो देशद्रोही हो। यो देश बस्दैन, एक बस्दैन, दुई बस्दैन, तीन बस्दैन। 27 घण्टामा पनि जरा गाडिएर बसेका शासकहरूको शासन उखेलेर फालिन सकिँदो रहेछ। त्यो नेपालबाट सिक। अब हामी अर्को पनि पाठ सिकाउनु छ। तपाईको बनाएको संविधानले गंगामाया अधिकारी जस्ता हाम्रा निरीह आमाहरू न्याय पाएका छैनन्। तपाईले बनाएको संविधानले निर्मला पन्थ जस्ता हाम्रा चेली न्याय पाएका छैनन्। तपाईले बनाएको संविधानले मदन भण्डारी जस्ता जन नेताहरू न्याय पाएका छैनन्। तपाईले बनाएको संविधानले यो देशको राज परिवारहरू जुन विभत्स हत्या भयो तिनले न्याय पाएका छैनन्। त्यसकारण हामी यो संविधान परिमार्जन गर्न चाहन्छौँ। सुशीला कार्की ती गु खाने जनावरमा त्यति चेतना छ भने हामी त अन्न खान्छौँ। हामी एक ठाउँमा किन आउन सक्दैनौँ? हाम्रो समाजको रक्षाको लागि हामी एक ठाउँमा किन आउन सक्दैनौँ? अब आउनु पर्छ। तपाई आएन भने भोलिको दिनमा यो देश नरहन सक्छ। यो अन्तिम क्रान्तिको पहिला शहीद हुने हो भने एसपी पहिला शहीद हुने घोषणा गर्दै सुशीला कार्कीको सरकारलाई हेर्ने हो भने यो मान्छेसँग जुन सत्ता चलाउने अभ्यास छैन, यी व्यक्तिसँग त्यो व्यक्तिलाई सत्ताको अनुभव छैन, त्यस्ता व्यक्तिले सत्ता चलाउँदाखेरि के हुन्छ? मजाले बसेर गीत गाएर बसेकी छिन्। गधा र घोडाको क्रस भयो भने त्यहाँ खच्चर जन्मिन्छ र अगाडिबाट हेर्दाखेरि घोडा जसो देखिन्छ, पछाडिबाट हेर्दाखेरि गधा जसो देखिन्छ। त्यो हो खच्चर। अब अहिले हेर्दाखेरि यो सरकार जस्तो देखिएको छ, तर सरकार चाहिँ न गधा हो न घोडा हो, खच्चर हो। अनि त्यसलाई गर्ने चाहिँ के हो? न उसँग राजनीतिक ज्ञान छ, न देश चलाउने ज्ञान छ। ती व्यक्तिले राजनीतिक सत्ता सम्हाल्दाखेरि के देश यो निकास हुन्छ? अहिले अमेरिकामा पनि सक्षम र योग्य व्यक्ति को छ भने ती ट्रम्प भन्दा पनि योग्य व्यक्तिहरू त्यहाँको नागरिकहरू खोज्दैछन्। हाम्रो देशमा सबभन्दा भ्रष्ट को छ भने त्यो प्रतिस्पर्धा हाम्रो देशमा चलेको छ। जो सबभन्दा झुट बोल्न सक्छ, जनतालाई ढाट्न सक्छ, जनतालाई छल्न सक्छ, ती व्यक्ति मेरा देशका प्रधानमन्त्री हुन्छन्। अनि ती खाक मेरो देश बन्छ। मेरो देश बनाउने हो भने योग्य व्यक्तिहरू, योग्य शासकहरू यो देशमा आउनुपर्छ। युवाहरू यो देशमा आउनुपर्छ। जो निष्कलङ्क होस्, जो कुनै दाग लागेको नहोस्, जोमा ऊर्जा होस्, देश बनाउने जुनून होस्, देश बनाउने इच्छा शक्ति होस्, त्यस्तो व्यक्ति जबसम्म यो देशमा आउँदैन तबसम्म यो देश बन्दैन। यो देश बनाउनको लागि जेनजीले एउटा विद्रोह गर्यो। त्यो विद्रोह नै हो, त्यो क्रान्ति हो। विश्वले पनि, विश्वका युनिभर्सिटीहरूमा अहिले यी विद्रोहको विषयमा पढाइ हुँदैछ।